ल फेरि पनि तपाईहरु सबैजनालाई मेरो तर्फबाट नमस्कार। यो राग परिचय गराउने क्रममा आज म तपाईहरुलाई राग काफीको परिचय दिन जाँदैछु है त। राग काफी, अब यसको थाट चाहिँ काफी थाटबाटै हो। यो काफी थाटबाटै फेरि रागको नाम पनि काफी भएको हुनाले यस्तो रागलाई चाहिँ आश्रय राग अथवा थाटजन्य राग पनि भन्छ है। अब यसको आरोहमा सारेगम पदनिसा, अवरोहमा सानी धप मगरेसा। तर काफी थाट भन्ने बित्तिकै, काफी राग भन्ने बित्तिकै काफी थाटको काफी राग यसमा चाहिँ ग र नि कोमल बजाउनु पर्छ। अब यो सा रे ग यस्तो नबजाई, अब ग कोमल अनि शुद्ध म अनि प ध अनि कोमल नि अनि यो सा। फर्किँदा पनि सानी धप म गरेछ, तर कोमल ग कोमल नि। त्यही भएर यो रागको जाति चाहिँ सम्पूर्ण जाँदा पनि सातैवटा स्वर, फर्किँदा पनि सातैवटा स्वर। अब यसको बादी स्वर, यो काफी रागको बादी स्वर प, सम्वादी स्वर सा। अब यो गाउने बजाउने समय चाहिँ यो रागको मध्यरात, राति मध्यरातमा। अब यसको आरोह अवरोह चाहिँ म तपाईलाई गरेर देखाइदिन्छु है त। मैले अहिले यो ई को बाँसुरी लिएर गरेको, तपाईले जुन बाँसुरी लिएर गरे नि हुन्छ। बस स रे ग म प ध नि सा, यसरी गर्ने है। अब यसरी औला चल्न थालेपछि बल्ल बिस्तारै बिस्तारै यसैलाई अलिकति छिटो बजाउने। कस्तो हुन्छ? अब यसरी जानिसकेपछि तपाईले अब अलङ्कार त बिलावलको जान्नु भएको छ। जस्तो एक्जाम्पल सा रे ग म ग म। अब यसमा गर्दा काफी रागमा यसलाई ल्याएर प्र्याक्टिस गर्नु पर्ने। कसरी गर्नु पर्यो? यसरी तपाईले जान्नुभएको हरेक अलङ्कारलाई काफी रागमा, काफी थाटमा ल्याउन सक्नुहुन्छ। अब यो तर काफी रागको चाहिँ पकड, अब पकड जान्नु पर्यो। पकड के छ त यसको भन्दा
सा सा रे रे ग ग म म प, यसको पकड चाहिँ यति हो। अथवा कतै कतै चाहिँ कतै कतै यसरी रे प म प ग रे म म प, यो पनि छ। यो गरे पनि हुन्छ। दुइटै जान्नुभयो नि हामीलाई चाहिँ अलिकति मेटेरियल्स बढ्छ। प्र्याक्टिस चाहिँ बेसरी गर्नुपर्छ। यो कोमल गर नि लगाउनलाई जस्तो सारे सारे ग रे ग रे ग म, अब तपाईँलाई आउँछ। अब यसलाई यो रागमा ल्याउनु पर्यो नि। यसरी चाहिँ गर्न सकिन्छ। अब मैले तपाईँलाई ई को बाँसुरीबाट यो बजाएँ। अब तपाईँलाई एउटा टेक्निक चाहिँ म भनिदिन्छु। अब तपाईँले ई स्केलबाट मैले तपाईँलाई देखाएँ। अब यही चिज जी को बाँसुरीले बजाउनु भयो भने कतै पनि कोमल स्वर बजाउनु पर्दैन। धलाई धबाट सुरु गर्ने, स्टार्टिङ चाहिँ धबाट गरेको छ। तर स्केलमा सा रे ग म प द नि सा गयो। ल सुन्नुहोस् है त। अब यो गीतहरू बजाउँदा केही बजाउँदा अलि तपाईँलाई छिटो छिटो चाहियो, मिठास गरेर बजाउँदा यसरी नोट ट्रान्सपोज गरेर बजाउनु भन्छ यसलाई। ध इजकल टु सा। अब यो सा इजकल टु सा के थियो? ग र नि कोमल। अबलाई छिटो चल्दैन। तर राग बजाउनु बेलामा चाहिँ त्यस्तो गर्न पाइँदैन। सालाई सा नै गरेर बजाउनुपर्छ है। गीतलाई चाहिँ हामी त्यसरी बजाउन सक्छौँ। यो यसको ओरिजिनल स्वरूप। अब यसलाई हामीले ट्रान्सपोज गऱ्यौँ, अलिकति टेक्निक लगाएर शुद्ध स्वर बजाएको तर त्यहाँ कोमल स्वर आयो। है तीव्र मन लाग्छ। ल अब यति भएपछि सायद तपाईँले बुझ्नुभयो होला। यो पनि सङ्गीतको विद्यार्थीले प्रथम वर्षमा नै बुझ्नुपर्ने राग हो। अब थाट हो, दुइटै कुरा यसमै छ है। यति भएपछि तपाईँलाई रागको बारेमा मैले यो खाली परिचय मात्र दिएको। यसमा अरू केही चिज अहिले मैले हालिदिएको छैन। काफी राग अथवा काफी थाटबाट उत्पन्न भएको यो राग काफी राग, यसमा के स्वर लाग्दो रहेछन् भनेर तपाईँलाई बुझाउन खोजेको हो। आशा छ बुझ्नुभयो होला। ल आगामी दिनमा फेरि भेटौँला। तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। ल है त, हस्।